बाटोबाट गएन भने चाहिँ त्यसको अलिकति अपुरो हुन्छ जस्तो लाग्यो क्या। यसले हामीलाई पनि अलिकति गाइडलाइन गर्छ यो खालको स्थलगत अनुसन्धान कसरी सम्भव भयो, कसरी गर्नुभयो के भने यो चाहिँ हाम्रो एउटा प्रशस्तै गएका हाम्रै साथीहरू पनि गएर कति हराएको होइन, कति फर्केका, त्यसमाथि छँदै थियो त्यो एउटा स्रोतहरू है। अर्को एउटा मेरो एकदमै मिल्ने साथी यहाँ कपिल भन्ने छ, त्यो चाहिँ राजन राई हो। मैले ठ्याक्कै नाम अन्तिममा चेन्ज गरेँ किनभने लेख्दै जाँदा चाहिँ चेन्ज गरिनँ, आफूलाई एक खालको फिलिङ्स आउँछ लेख्दै गर्दा नि, रियल कुरा लेख्दैछु भन्ने नि। अनि अन्तिममा चाहिँ त्यो अब साथीको कुरो धेरै कुरा होइन लेख्नु हुँदैन भने उसलाई चाहिँ ठ्याक्कै त अलि राम्रो हुँदैन नि। उसले गर्दाखेरि चाहिँ मलाई सजिलो सरदार ठुलै सरदार उसको त्यहाँ गाडी भएको ठुलो करोडको कारोबार भएको मान्छे। अनि मलाई के भने पटक पटक म जाने उसलेमै बस्ने हो, उसले गाडीमा घुमाउने होइन। अनि कहाँ जान्छु भने त्यहीँ लाने, कहिले कहिले झुलभित्रै लगेर भित्रैसम्म पुर्याउने, देखाउने यहाँ यस्तो हुन्छ त्यहाँ उस्तो हुन्छ भने होइन। कहिले कहिले त्यो क्याम्पहरू छ त्यहाँ काम गर्नेहरूको क्याम्पमा लाने, अनि त्यहाँनिर खाना खाने बन्दोबस्त गर्ने, त्यहाँ अब जाँड पानीहरू हुन्छ होइन। त्यसले गर्दाखेरि म घन्टौँसम्म तिनीहरूले के सोच्छन्, के बोल्छन्, के गर्छन् भन्ने तिनीहरूको मनोविज्ञानहरू पनि त्यो मलाई त्यो निहाल्नलाई त्यसले चाहिँ मद्दत गर्यो। फेरि एकपल्ट मात्रै पटक पटक जाने, एकचोटि जाँदाखेरि महिना 1.5 महिनासम्म जाने, अनि बस्ने, कहाँ कहाँ म जाउँ भन्छु उसले लगिहाल्ने टाइम मिलाएर लाने। उसको पार्टनर पनि थियो, उसले कहिले कहिले पार्टनर जिम्मा दिएर ऊ कृषक पनि बस्न सक्थ्यो। कहिले त्यो 4 किलो भन्ने ठाउँतिर, त्यसपछि त्यो बजारको विस्तार भएको छ नि त्यहाँ, त्यो ठाउँहरू जाने, त्यहाँको फसिया बस्तीहरूमा लाने उसले। अनि हुँदा त्यहाँको एक फसिया परिवारसँग पनि मेरो राम्रै चिन्जान भयो। त्यो कति चाहिँ के छ भने नेपाली र खसियार बिहे गरेको, नेपाली बुवा र होइन महिला बिहे गरेर तिनीहरूबाट जन्मेको छोराछोरीहरू उनीहरूसँग राम्रै सम्बन्ध बन्यो। त्यसले गर्दा उनीहरूले आफ्नो पुरानो बस्ती पनि लग्यो मलाई, त्यो नम्बा भन्ने बस्ती त्यहाँ माथि मुसलमानी बस्तीका छेत्री बस्तीहरू सबै लग्यो। त्यसले गर्दा लगभग म 3 देखि 4 महिना चाहिँ बसेँ त्यसरी टोटल जोड्दाखेरि। म जम्मा 5 चोटि गएँ, हिजोस्ति पनि भर्खर गएँ, अघि भने मैले मङ्सिर पनि गएँ। कति कुराहरू चाहिँ मलाई त्यो भेरिफाई गर्न मन पऱ्यो त्यहाँ गएर। अनि अस्ति मैले त्यो बुझेको सुनेको कुरा हो कि होइन भनेर एकचोटि सबै लेख्यो, पछि मलाई झसङ्ग भयो होइन, मलाई भन्नु त भने गलत पनि त भनेको हुनसक्छ होइन। यत्रो 7-7 वर्ष लागेर मैले तयार गर्छु, तर त्यहाँको तथ्याङ्कहरू नीतिहरू होइन, त्यहाँको केही कुराहरू गल्ती भयो भने त मेरो त भोलि त